Hi everyone, this is Tux from Nepal and I'm living in Seoul, Korea. And it's been almost 5.5 years. And this was I just came up with like only one sentence, and this was I just want to tell you with you all, and that one is like, if I am not growing, then I'm not myself, and यो सेन्टेन्सले चाहिँ मलाई चाहिँ कता कता छोयो कि अनि द्याट मेक्स मी सेन्स अल्सो होइन। अनि त्यसपछि कोरिया आएकै पनि 5.5 वर्ष भयो। अनि त्यसपछि देयर आर लाइक द लट्स अफ हुन्छ नि त, कति अप्स एन्ड डाउन्स भयो, बट मैले आफूलाई चाहिँ स्ट्यान्ड गरेँ एन्ड द्याट मेक्स मी लाइक बेटर भर्जन अफ माइसेल्फ के होइन। अनि त्यसपछि मैले लाइफमा केही मिस्टेक गरेँ, बट मैले त्यो मिस्टेकलाई चाहिँ नदोहोऱ्याइकन देन आई रियलाइज माइ सेल्फ द्याट आई हेभ टु ग्रो के। अनि त्यसपछि चाहिँ मेरो माइन्डसेट त्यही अनुसारको मैले ग्रो गरेँ। अनि मैले धेरै कुराहरू पनि सिकेँ, तर अझै पनि सिक्न बाँकी नै छ होइन। अनि द वान अफ द थिङ्स द्याट मेक्स मी लाइक अझै पनि सक लाग्छ क्या मलाई त्यो कुरामा चाहिँ के हो भन्दाखेरि चाहिँ जब म कोरिया आएँ देन आई चेन्ज माइ सेल्फ एज अ भेजिटेरियन गर्ल के। अनि त्यसपछि चाहिँ हुन्छ नि त, आई बिलिभ इन गड। अनि एट द लाइक लोएस्ट पोइन्टमा आएर चाहिँ आई स्टार्ट टु बिलिभ इन गड, एन्ड त्यो कुरामा चाहिँ बिकेम अ भेजिटेरियन, बिलिभ इन गड। देन आई युज टु बी लाइक एकदम एङ्ग्री टाइपको हुन्थ्यो, देन आई स्टार्ट टु बिकेम अ काइन्ड पर्सन। अनि त्यसपछि चाहिँ हुन्छ नि त, मेरो भाइब चाहिँ त्यहाँ अनुसारको चेन्ज भइदियो। देन मलाई यो ओभरअल तरिकाले चाहिँ इट्स सच अ ग्रेटफुल थिङ्स फर मी द्याट आई हेभ चेन्ज माइ सेल्फ के। मलाई चाहिँ आफूलाई चाहिँ चेन्ज गरेँ। अनि त्यस्तै लाइक देयर इज लट्स अफ थिङ्स द्याट आई स्टिल हेभ टु चेन्ज होइन। देन म अझै पनि आई विल ट्राई माई बेस्ट होइन। अनि त्यसपछि चाहिँ त्यो लोएस्ट पोइन्टमा चाहिँ आई डिडन्ट गिभ अप के। अनि त्यसपछि चाहिँ हुन्छ नि त, मैले यति प्रे गरेँ गडलाई। देन अनि त्यसपछि आई बिलिभ इन हरे कृष्णमा एकदम बिलिभ गरेँ। देन हुन्छ नि त, देन एभ्रिथिङ चेन्ज होइन। अनि सो आई वान्ट टु टेल यु गाइज, जस्ट बिलिभ इन गड, जस्ट डु हार्ड वर्क। अनि द्याट द लास्ट बट नट द लिस्ट I will definitely say, just be kind to everyone होइन। स्ट्रेन्जर होस् जो होस्, जस्ट बी काइन्ड, ट्राइङ टु हेल्प अदर होइन। अनि